Hello everybody, welcome back to yet another video. So आजको चाहिँ भिडियो बनाउने मेन उद्देश्य यसको मेन मिसन भनेको चाहिँ हामी आज मेरो बाइकको पछाडिको मोनोसक बनाउन जाँदैछौँ. I have done my research since last 2 to 3 days अनि मैले चाहिँ एउटा सक बनाउने पसल भेटेको थिएँ जुन चाहिँ तपाईको सोरोखुट्टेमा छ एन्ड विच इज लाइक प्रिटी फार नै भनौँ हाम्रो यहाँ घरबाट साखुबाट चाहिँ. अनि बिहानै आउँछु भनेर भनेको थिएँ तर हल्का यताउता गर्दै ढिला भयो. सो राइट नाउ आई एम हेडिङ टु सोरोखुट्टे अनि अहिले चाहिँ यो यसको टाइम चाहिँ बिग्रेछ है. टकिङ अबाउट द एङ्गल, मैले चाहिँ यो गोप्रो नै अपसाइड डाउन टाइपमा राखिदिएको छु किनकि त्यसले चाहिँ अलिकति बाइकको नि धेरै भ्यू कभर गर्छ भनेर हो. एन्ड मैले चाहिँ हिजो अति दुःख पाएको थिएँ क्या. मैले चाहिँ के सोचेको थिएँ भने हल्का फुल्का त्यस्तो धेरै प्रब्लम आउँदैन होला, बिस्तारै पछि बनाउँला भनेर सोचेको थिएँ. तर हिजो कुदाउँदा फेरि चाहिँ बल्ल थाहा पाएँ क्या मैले बाइक बनाउन अति नै यो बाइकको सक बनाउन अति नै हतार भएको रहेछ भनेर. सो या त्यही भएर केही ढिला नगरिकन म चाहिँ अहिले बनाउन जान्ला. के थाहा पछि त्यही खर्चले अलिकति बढी नै खर्च उठ्ला कि बाइकको सक नै फेर्न पर्छ कि भनेर हो. एन्ड आई एम नट इन द कन्डिसन होइन, फाइनेन्सियल कन्डिसन मेरो त्यत्रो राम्रो छैन किनकि जुनमा चाहिँ मैले नयाँ सक नै फेरौँ भनेर हो. रिम्सा दिदी, इफ यु आर वाचिङ दिस भिडियो होइन, हजुरलाई म के भन्न चाहन्छु भने मेरो यो ग्लोभ्स चाहिँ अति नै चिप्लो भइसकेको छ. आई माइट निड अ न्यू ग्लोभ्स. सो डु प्लिज डु स्पोन्सर मी फर अ न्यू ग्लोभ्स इफ यु आर वाचिङ. इफ यु हेभन आई विल नो कि हजुरले मेरो भिडियो हेर्नु भएको छैन. एन्ड या सो इफ यु आर वाचिङ प्लिज डु हेल्प मी टु गेट अ न्यू ग्लोभ्स एज सुन एज पोसिबल. कत्रो ठुलो आएको यो बाइकको त मेरो भन्दा ठुलो रहेछ. अब यो भिडियो कस्तो हुन्छ यदि अब चित्त बुझ्दो छ भने चाहिँ म चाहिँ मेरो गोप्रो रे हेलमेट सेटअप चाहिँ तपाईँहरूलाई दिन्छु होइन, देखाउँछु कस्तो छ के छ. एज आई मेन्सन प्रिभियसली अन माई भिडियो, इफ यु हेभ एनी सजेसन डु लेट मी नो है. किनकि अब मलाई त साउन्डहरू चाहिँ माइकहरू चाहिँ अलिकति यो च्यार गरे जस्तै होइन मैले चाहिँ फिल गरेको थिएँ. अब हजुरहरूले त्यस्तो ठिक छ भने ठिकै छ. एन्ड या इफ यु गाइज आर अल्सो हियरिङ द क्र्याकलिङ साउन्ड डु लेट मी नो है. ल अब हामी चाहिँ यहाँ ट्याक्कै दर मार्गमा पुग्यो चोकमा होइन. यहाँ राइट साइडमा चाहिँ नारायणी प्यालेस छ अनि हामी चाहिँ त्यहाँबाट सिधा जान्छौँ अनि यहाँबाट चाहिँ राइट लिने हो है यो चोकबाट चाहिँ. अब अनि चोकबाट चाहिँ ओ यो भाइचर खोलेर त ट्याप्याक्कै भएछ त. भाइचर खोले त बोल्नै नसक्ने हो. अहिले यताबाट चाहिँ लेफ्ट होला होइन, त्यस्तै लाग्यो मलाई. हो कि होइन यार, फेरि पछि गएर अर्कै बाटो जाला र टेन्सन हुन्छ अरू भन्दा नि. मुटु बराबर भइदिरहेछ पुरै. म त त्यो हुन्छ नि पुलिसको त्यहाँ साइड टाउको फर्काउनु नसकिदिएर क्या यत्तिकै चुपचाप ल्याएर बस्नु परेको छ. ल यता एकचोटि म्याप चेक गरौँ. ए हो रहेछ है, ए 400 मिटर त रहेछ. ल पुग्यो. सक बन्नु पर्ने थियो.
ल अब काम चाहिँ अब खास चाहिँ यता 50% मात्रै काम भयो, 50% चाहिँ भएन। किनभने अब मेरो यता यो बाइकको पछाडिको सकको बोल्ट के स्लिप भयो कि के भयो रहेछ, अनि उनीहरूले चाहिँ यता बनाउँदैन टाइपको बनायो क्या। अब भाइ छैन भने बनाउने भाइ, अनि टाइम पनि 1-2 घन्टै लाग्छ जस्तै कुरा गर्यो। अनि त्यही भएर चाहिँ मैले चाहिँ सक चाहिँ एउटा बोकेर गएको छु। अनि त्यही हो, अब लेथ चाहिँ अब जोरपाटीमा छ होइन। अब एकचोटि त्यहाँसम्म जाउँ, त्यहाँ गरौँ न। अब जुन बाटो आएको त्यही बाटो जाउँ। अब म कहीँ सोधिनँ, सिधै घरै जान्छु म। अब सक बोकेर ल्याउनु मात्रै पऱ्यो होइन। अब हेरौँ के हुन्छ। एउटा साखुमै लेथ भएको नि हुन्थ्यो क्या, लास्टै चाहिँ हुने। कफी खाएर जानु पर्ला लास्ट आइसक्रिममा त आज त दिनै हेक्टिक भयो क्या फोकटमा। लगभग 1 घन्टा बसेँ त होइन, बल्ल अलिकति माइन्ड फ्रेस भयो। यो कुरा, यो टेन्सन, यो बाइकले गर्दाखेरि त्यही हो, भोक लागिरहेको छ अरूभन्दा नि हेभी नै। घर गएर खाना खाऊँ। अब यो भ्लग चाहिँ अब यहीँसम्म मात्रै हुने भयो। अब नेक्स्ट भिडियोमा चाहिँ म अपडेट दिन्छु अब बाइक के कस्तो गरेँ भनेर। इफ यु आर न्यू टु दिस च्यानल अनि पुरानो नै हुनुहुन्छ भने पनि लाइक कमेन्ट गर्नु होला। एन्ड इफ यु आर न्यू जस्ट हिट द सब्सक्राइब बटन। होप टु सी यु गाइज इन द नेक्स्ट भिडियो एज सुन एज पोसिबल है त।